साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक लघुकथामा आधारित चलचित्र जारमा हामी नेशनल अवार्ड विनिङ इन्डियन नेपाली एक्टर गीताञ्जली थापा, सौगात मल्ल र अनुप विक्रम शाहीलाई प्रमुख भूमिकाहरूमा देख्न पाउँछौं। फिल्मले ईस्वी सम्वत 1890 तिरको पूर्व नेपाललाई झल्काउने प्रयत्न गरेको छ। नेपाली सिनेमामा सामाजिक यथार्थवादको बाढी आइरहेको बेलामा सिनेमा हेरिरहँदा र हेरिसकेपछि पनि एक प्रपर पिरियड ड्रामा हेरेको महसुस भयो, जहाँ अनावश्यक मेलोड्रामा भन्दा हरर थ्रिलर एलिमेन्ट बढी छ, ब्ल्याक एन्ड व्हाइट रोमान्स भन्दा ग्रे साइकोलोजीको फिल रहेको छ। फिल्ममा कथा जतिको कथ्य शैली किन महत्त्वपूर्ण हुन्छ भन्ने यस चलचित्रले बुझाइदिन्छ। तर यो सबैको लागि भने होइन। बाँकी कुरा पुरा रिभ्यूमा। सिनेमा घर एप available on Android, iOS, and smart TVs. Go and watch the best movies at Ranjana Cineplex New Road. फिल्मको पहिलो शटले नै चलचित्रको गति र लय निर्धारित गर्छ र कति धैर्यता चाहिन्छ यो सिनेमा हेर्न र धैर्य भएर बस्यो भने कति राम्रा खुराकहरू हामीले पाउँछौं भन्ने कुरा पनि यही फर्स्ट शटले नै बुझाइरहेको हुन्छ। सिम्पली त्यो शटमा पात्रहरू एक साइडबाट अर्कोमा गइरहेका हुन्छन्। निकै पेन्टिङ लाइक रौपिक सौन्दर्य भएको फ्रेम रहेको छ र शट करिब 2-3 मिनट लामो रहेको छ, तर त्यसपछि इतिहास नै बदलिन्छ र त्यो हिँडाइको महत्व हामीले नेपालको सोसियो पोलिटिकल हिस्ट्री नै बदलिसकेको देखेपछि बुझ्छौं र त्यहाँ दिएको इम्फेसिसको पे अफ हामीले प्राप्त गर्छौं। सिमिलरली एउटा सम्बन्ध वा पहिलो भेटलाई पनि धेरै फोकस गरिन्छ। सिनेमा भनेको नै टाइम र स्पेसको माध्यम हो र यो मिडियमको प्रयोग त्यहाँ देखिन्छ। समयलाई खुम्च्याउन र एक एक सेकेन्डको क्षणहरूको महत्व फिल गराउन यही शैलीले मद्दत गर्छ। यसले यो 100 वर्षभन्दा अघिको सेटिङमा पनि हामीलाई मजाले ट्रान्सपोर्ट गरिदिन्छ। भनिहाले पेशेन्स भने निकै आवश्यक छ। फिल्मको एस्पेक्ट रेशियोले पनि त्यो न्यूनतम स्पेस, क्यारेक्टर्स र टाइमको वर्ल्डमा हामीलाई खुम्चाइदिन्छ र हरेक फ्रेममा अझ एम्फेसिस बढ्छ। हरेक मेजर पात्रलाई इन्ट्रोड्युस गर्न साउन्ड र म्युजिकको प्रयोग पनि उत्कृष्ट लाग्यो। यसको उदाहरण भने फिल्म हेरेर नै थाहा पाउनु होला, म यहाँ स्पोइल गर्दिन। एउटै प्रकारको स्टोरी टेलिङ हेर्दा हेर्दा वाक्क लागेको मेरो लागि यो नयाँ अडियो भिजुअल स्टाइलको सिनेमा निकै नै रिफ्रेसिङ रह्यो। ब्ल्याक स्क्रिनमा फन्टहरूको प्रयोग, आर्ट वर्कको प्रयोग, वन्स अगेन त्यही शब्द प्रयोग गर्न चाहे, एम्फेसिस फेरि पनि यसले इच एन्ड एभ्रिथिङलाई दिइरहेको हुन्छ। च्याप्टर वाइज डिभाइडेड छ स्टोरी टेलिङ, तर टाइम जम्प भने धेरै हुन्न। अलिकति हरर डिरेक्टर रोबर्ट एगर्सको सिनेमाको पनि याद आयो। सेटिङको त्यो डार्क प्रयोग र साउन्ड डिजाइनमा पनि कतै कतै धेरै फेड आउट्सले थोरै डिस्ट्र्याक्ट गरिरहेको थियो कि बनिरहेको लयलाई भन्ने पनि फिल भयो। कथा अघि भने चाहिँ मिनिमली गएको छ। 3 पात्र, अझ बढी गीताञ्जली थापाको पात्र ठुलीको मनोदशामा हामी पुग्छौं। धेरै सेल्फ इन्डल्ज नभइकन यो जनरमा बसिकन नै हामीले यो डाइनामिक्समा केन्द्रित भइदिन्छौं। एउटा फ्रेम छ जहाँ पात्रहरूले एक ओकेजनको डिसिजन लिइरहेका हुन्छन्। ठुली निकै पछाडि छिन् फ्रेममा र अरू पावरफुल व्यक्तिहरू अगाडि छन्। त्यो फ्रेम र ब्लकिङ र इभन साउन्डमा पनि उसको भोइस निकै पछाडि आइरहेको, निकै सानो सुनिरहेकोले पनि पावर हाइरार्की अथवा शक्तिको डिभिजनलाई बुझाइदिन्छ र कसरी कमजोर वर्गहरूको आवाज निकै नै अगाडिदेखि नै दबिएको हुन्छ भन्ने त्यो फ्रेम र अडियोको प्रयोगले लामो समयसम्म गइरहन्छ त्यो, र त्यसले त्यो अगेन इम्फेसिस बढाइदिन्छ। अरू यस्ता खुराकहरू पनि अनुभव गर्नुहोला र फ्रेममा पात्रहरूको पोजिसनिङ र लाइटलाई पनि याद गर्नुहोला। फर्स्ट हाफ मजाले बगेको लाग्यो, सेकेन्ड हाफ मोर साइकोलोजिकल हरर जोनमा जान्छ। नेपालमा फेरि हरर भन्ने बित्तिकै भूत प्रेत भन्ने सोचाइ आउला, तर हरर यानि कि डर वा त्रासको भावलाई भन्ने भन्न खोजिरहेको हुँ र त्यो महँगो VFX को भाग पनि यसैमा आउन जान्छ, जुन गिमिकी नभइकन त्यसको आफ्नो सिक्वेन्स रहेको छ र यो सरप्राइज भन्दा बढी सस्पेन्सको रूपमा प्रयोग भएको छ। यानि कि बाघ हामीले राम्ररी पहिले देख्छौं, त्यसपछि जे हुन्छ त्यो हुन्छ। निकै ब्युटिफुली कोरियोग्राफ्ड छन् ती सिनहरू र फिल्मको ओभरअल मुडसँग पनि गएको छ। फिल्मको एन्डिङ भने थोरै डिसअपोइन्टिङ लाग्यो, इन द सेन्स कि नसकिए हुन्थ्यो भन्ने खालको, जर्नी भर्खर त सुरु भयो भन्ने खालको फिलिङ आइरहेको थियो। क्लाइम्याक्स मोमेन्ट छ फिल्ममा, तर त्यति पावरफुल लागेन र धेरै कुरा अनरिजर्भ नै फिल भयो।
एक प्रकारको चरमोत्कर्ष भने महसुस गर्न पाइएन। मेबी ओरिजिनल कथामा पनि उति नै थियो होला, तर सिनेमामा अझ केही भइदिए हुन्थ्यो भन्ने लाग्यो। म्युजिकको प्रयोग उत्कृष्ट छ। झुमा लिम्बुका गीतहरू मेनली ठुली गीत इन द मुड फर लभ शैलीमा ब्युटिफुली क्याप्चर्ड रहेको छ। गंगा थापाको स्कोरले पनि विदाउट फोर्स इमोसन्सहरू इभोक गर्न वा जगाउन मद्दत गर्छन्। सिनेमाटोग्राफी, कलर ग्रेडिङ, कस्ट्युम आर्ट र यावत शिल्पहरूले पनि त्यो पिरियडको अथेन्टिसिटी फिल गराइदिन्छ र जनरसँग पनि मजाले ब्लेन्ड हुन्छ। पर्फर्मेन्स वाइज गीताञ्जली थापाका पजेसहरू निकै पावरफुल छन्। उनले धेरै बोल्दैनन् तर मौनतामा धेरै कुरा भनिदिन्छन्। यही नै सायद निखारिएको कलाकारको विशेषता हो। उनका आन्तरिक अवरोधहरू भने अझ महसुस गर्न मन थियो, अझ द्वन्द उनी भित्र सल्पेको हेर्ने इच्छा रहेको थियो। गीताञ्जली थापालाई नेपाली भाषाको सिनेमामा अझ हेर्न पाऊँ, किनकि निकै अन्डररेटेड कलाकार हुन् उनी। सौगात मल्लको पनि एउटा मोमेन्ट छ जहाँ उनी स्टिल हुन्छन् र उनको आँखा र आवाज वा भोइसको मोड्युलेसनले मात्रै भित्रको आतंक फिल गराउँछ। हरेक डिरेक्सन शैलीमा उनी ढलिरहेका हुन्छन् र यो पनि उनको रेन्जको अर्को राम्रो प्रमाण हो। अनुप विक्रम शाहीको पनि निर्देशक र फिल्मले फिजिकलिटीलाई उनलाई कम बोलाएर मिनिमली प्रयोग गरेका छन् र त्यो एग्रेसन उनको फिगरले पनि फिल गराउँछ। उनको पात्रको भर्नेबल वा कमजोर मोमेन्ट पनि सूक्ष्म रूपमा फिल्ममा रहेको छ, जुन राम्रो टच थियो उनलाई ह्युमन फिल गराउन। बाँकी कलाकारहरूको अभिनय पनि असल लाग्यो। समग्रमा जाड चलचित्रको पर्खाइ लामो भए पनि फाइनली अनुभव पृथक, सेन्सोरियल वा सांवेदनिक, रचनात्मक र कवितात्मक लाग्यो। एन्डिङ अझै कथार्टिक वा संवेगात्मक भइदिएको भए ऐतिहासिक नै हुन्थ्यो, तर यो नभए पनि सिनेमा नेपालको त्यो समयको कलात्मक दस्तावेज हो भन्दा त्यति अनुचित भने नहोला। चलचित्रलाई म दिन चाहन्छु 5 मा 3.5 स्टार्स। जार नेपाल भरिका सिनेमा हलहरूमा रिलिज भइ पनि सकेको छ। तपाईले पनि फिल्म हेरेर मेरो ओपिनियनमा कतिको एग्री अथवा डिसएग्री गर्नुहुन्छ तल कमेन्ट बक्समा खुलेर आफ्नो ओपिनियन पनि शेयर गर्नुहोला। यो हप्ता उनको स्वेटर र जार नेपाली सिनेमा हलहरूमा रिलिज भएको छ भने सिनेमाघर एपमा गएर तपाईले यो 1-2 सालका नै लेटेस्ट एन्ड द बेस्ट क्रिटिकली एक्लेम्ड र पपुलर सुपरहिट नेपाली फिल्महरू घरमै बसेर हेर्न सक्नुहुन्छ। अब घरमै बसेर आफ्नो परिवारको साथमा एकदमै राम्रा नेपाली फिल्महरू हेरी इन्जोयमेन्ट लिनुहोला। यदि तपाईलाई भविष्यमा पनि यस्तै खालका भिडियोजहरू हेर्न मन छ भने लाइक, कमेन्ट, शेयर गर्न नभुल्नुहोला। यसले मलाई प्रोत्साहन दिनेछ र साथमा थप दर्शक माझ पनि पुर्याउन मद्दत गर्नेछ। मोर रिभ्यूज, रेकमेन्डेशन्स र सर्ट फिल्म्सको लागि सब्स्क्राइब गरी बेल आइकन पनि थिच्न नभुल्नुहोला।